सो है गाइस व्हाट्स अप, वेलकम बैक टू माय अनदर व्लॉग। सो गाइस आज के व्लॉग में कुछ यूनिक है। आज हम लोग आए हैं यलमो के एनुअल मीटिंग पर। मैं अपने दोस्त लासंग के साथ आया हूँ। सो अभी के कितने 10:50 हो चुका है। अब मीटिंग भी शुरू होने वाला है। लासंग भी इधर ही और प्रोग्राम इधर इवेंट भी अभी शुरू नहीं हुआ है। तो अब बैठे स्पीचेस जो कुछ भी होगा आप लोग वो दिखाएंगे, ठीक है। और एंड मेक श्योर टू लाइक शेयर एंड सब्सक्राइब। अभी 380 भी फटाफट से करना है, ठीक है। आजको समयमा कार्यक्रम सुरु भए पश्चात म सर्वप्रथम मुख्य अतिथि जो काठमाडौँबाट आउनु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै मुख्य अतिथिको स्वागत साथै माथि स्टेजमा आएर बसिदिने नम्र निवेदन गर्न चाहन्छु। मुख्य अतिथिको बैठक पश्चात मकिदुको सभापति, मूल सचिव, कोषाध्यक्ष साथै सल्लाहकार एक्जिक्युटिभ बडीलाई पनि आफ्नो आसन ग्रहण गरिदिने आउँदै नम्र निवेदन गर्न चाहन्छु। साथै खदा अर्पण गरिदिने पनि म निवेदन गर्न चाहन्छु। एकजना म मुख्य अतिथिज्यूलाई दीप प्रज्वलनको निम्ति तल गएर छिमेबाद दिने निवेदन गर्नु। सम्मानको निम्ति एकछिन राष्ट्रिय गीत गाइने उठिदिने निवेदन गर्नु। भारत भाग्य विधाता पंजाब सिंध गुजरात मराठा द्राविड़ उत्कल बंगा विंध्य हिमाचल यमुना गंगा उज्जल जलधि तरंगा तव शुभ नामे जागे तव शुभ आशीष मांगे गाहे तव जय गाथा जन गण मंगल गायक जय हे भारत भाग्य विधाता जय हे जय हे जय हे जय 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 हे। सदस्य
आत्माको शान्तिको निम्ति 2 मिनटको मौन धारण गरिदिने निवेदन गर्न चाहन्छु। रेडी 1 2 3 आज विशेष हाम्रो प्रमुख अतिथि नेपालबाट काठमाडौँ बौद्धबाट आज पाल्नु भएको छ। उहाँलाई हामी सबै ग्रुपका सदस्यहरूको तर्फबाट उहाँलाई हार्दिक स्वागत जनाउँदछौँ। अनि सबै मेम्बरहरू सदस्यगण आज तपाईँहरूले आफ्नो कष्ट छोडेर यसरी इदको मिटिङमा सभामा उपस्थित भइदिनु भएकोमा तपाईँहरू सबैलाई हामी हार्दिक म सभापतिले यसरी हार्दिक धन्यवाद दिँदछु। र अब कार्यक्रमलाई अघि बढाउने जिम्मा म हाम्रो उद्घोषक भाइ निगमलाई सुनिदिएको छु। धन्यवाद। सभापतिको स्वागत भाषणको बादमा म मूल सचिवबाट यस 2024-25 कार्यक्रमको विशिष्ट जानकारी दिने मूल सचिवलाई निवेदन गर्न चाहन्छु। सम्माननीय प्रदेश सभा अध्यक्ष श्रीमान झिङ दुर्जे लामाज्यू अनि साथै अन्य अतिथि अनि मेरा समाजका सम्पूर्ण आदरणीय सदस्यगणहरूलाई यस वार्षिक सभामा उपस्थितिको स्वागत जनाउँदै म यो 24-25मा हामीले के गर्यो कसो गर्यो त्यो बारेमा म तपाईँलाई छोटकरीमा प्रतिवेदन भन्दछ। त्यो मलाई अहिले थाहा भएन। मुख्य अतिथिले प्रमुख अतिथिले मलाई मुख्य पो हुनुहुन्छ प्रमुख है प्रमुख अतिथिले मलाई सिकाउनु भयो। त्यसमा म तपाईँलाई धन्यवाद दिन चाहन्छु। प्रतिवेदन चाहिँ मलाई याद गर्न है। र यो प्रतिवेदन म यो अर्धवार्षिकसम्म त तपाईँहरूलाई विदितै छ भइसकेको कुरो हो। तपाईँहरूले सुनिसकेकै छ। अर्धवार्षिकको बादको तपाईँको म यो अर्धवार्षिक भएको थियो हाम्रो 20-10-2024मा त्यसको बादको कार्यक्रम सभाको सदस्यमा कति बेला मिटिङ भएको थियो। त्यो मिटिङमा के छलफल भएको थियो र के उन्नति गर्नुपर्ने के विषयमा चाहिँ हामीले छलफल गऱ्यौँ त्यसको म तपाईँलाई छोटकरीमा जनाउन चाहन्छु। प्रथम हाम्रो सभा भएको थियो उयो के अरे कार्यक्रम सभाको आफ्टर हाफिडे मिटिङको 26-10-24 भएको थियो। त्यो सभामा हाम्रो घाम्ने र घुम्नु गर्ने एकैचोटि किनकि हाम्रो सेसन लगभग बनिसकेको थियो त्यति बेला र एकैचोटि गर्ने भनेर त्यो माथि सहमति हामीले जनाएको थियौँ। अनि त्यही मिटिङमा हाम्रा खासमाका लाक्पाले झिन्डा गर्ने भएको थियो। के को कुरो भन्दाखेरि एक टाइमको खाना लामालाई चढाउने अनि एक दिनको खाजाको चाहिँ हाम्रो वन्दी दिनुभएको थियो। त्यसको बादमा त्यो मिटिङमा एउटा ठुलो हामीले विषय पारित गर्थ्यो। त्यो चाहिँ के भन्दा यहाँ लिम्बू समाजको एउटा सर्व गाउँको भाइको घेवा कार्य भएको थियो र उहाँ अति नै दयनीय अवस्था उहाँको आर्थिक अवस्था नहुँदाखेरि हाम्रो अब समाजमा त्यो चाहिँ मौखिक रूपमा उहाँहरूले लिम्बू समाज चाहिँ हामीले मौखिक रूपमा चाहिँ भनेको थियो कि तपाईँहरूले यसो फ्रीमा गरिदिनुहोस् न भनेर।
त्यो चाहिँ हामीले त्यो कमिटीले पास गरेर उहाँलाई फ्री गरिदिएको थियो र अब उपरान्त कुनै पनि त्यस्तो चिठी या त आवेदनहरू आयो भने चाहिँ लिखित मात्रै लिएर हामीले त्यसलाई अगाडि बढ्ने काम गर्नुपर्छ भनेर भनिएको थियो। अनि सेसन कमिटी जो थियो त्यसलाई यथावत राखेर फाइनेन्सियल पावर चाहिँ उहाँलाई हालसम्म दिएको थिएन त्यति बेलासम्म। अनि त्यसको बादमा भएको थियो 8/11/24 त्यो युनिटमा के थियो भने त्यो दिन हाम्रो घुम्न र हामीले उठाउँदैन तर अब हाम्रो मान्छे गेस्टहरू बोलाउने कि नबोलाउने सम्बर्धना गर्ने कि नगर्ने त्यो मात्रै चर्चा भएको थियो। त्यो मात्रै चर्चा के भयो भन्दाखेरि हामीले काठमाडौँको हाम्रो जति पनि झिन्डाहरू छ हामीलाई फेसबुकमा सघाउनु भएको उहाँलाई हामीले नबोलाउने र स्थानीय सिलगढीसम्मको लागि बोलाएर चाहिँ हामीले उहाँलाई सम्बोधन गर्ने कार्यक्रम राखेको थियो। भने 23-24 चाहिँ घुम्न गराउने र 22 चाहिँ हामीले गर्ने डेट थियो नोभेम्बरमा तय गरियो। त्यसैमा हाम्रो सिलगढीको लामाकुञ्जो पेनगुटी र हाम्रो मेन डोनर श्रीमती सिंहमा उहाँलाई इन्भाइट गर्ने भयो। त्यसको बादमा 21/11 घुम्नुको सुरु गर्नुभन्दा अगाडि एउटा मिटिङ राखेको थियो। त्यो मिटिङ चाहिँ एउटा साङ्गीतिक के भन्छ भने हाम्रो भाषामा झाझ्याङ भन्छ। त्यो घुम्नुको बेलामा घाम्नेको बेलामा कोलाई के खटाउनु पर्ने त्यो कार्यक्रम गरिएको थियो र त्यसमा हामीले एउटा तोकेको थियो ब्रेकफास्टमा 2500, टी एन्ड बिस्किटलाई 1500 र लन्च चाहिँ जुन हिँड्दाको थियो उहाँलाई 6,000को एउटा राशि तोकिएको थियो। अनि त्यो श्रीमती छिरिङडोमा उहाँलाई हामीले एउटा हनेरी मेम्बरको दर्जा दिएर उहाँलाई हामीले तिब्बतमा नियुक्ति गराएको थियो। त्यसको बादमा 1/12/24 मिटिङ त्यो मिटिङमा चाहिँ तपाईँको यो हाम्रो घुम्नुको इन्कम एक्सपेन्डिचर सबै हिसाब चाहिँ हाम्रो केसीएलले बताउनु भएको थियो। घुम्नु प्लस सेसनको घुम्नुमा हाम्रो इन्कम भएको चाहिँ 1,04,742 खर्च भएको चाहिँ 90,916 र हामीले 21,114 चाहिँ हामीले ब्याङ्कमा अर्को पालि पुजालाई भनेर राखेको छौँ। अनि दोस्रो सेसन फन्डमा हाम्रो पैसा त्यति बेलासम्म आएको थियो 9,85,151 र खर्च भएको थियो 9,17,189 70,000 कति थियो केसीएल साहबले हामीलाई बताउनु भयो। त्यसै बेलामा हामीले श्री अमृत लियोलाई हामीले त्यही मिटिङमा भुटिया डेभलपमेन्ट बोर्डको एउटा रिप्रेजेन्टेटिभ हाम्रो बिरु पर उहाँको नाम हामीले प्रस्ताव गरेर बोर्डमा पठायौँ। अन्त त्यति बेला हामीलाई सिलगढीका कुञ्जो लामाले 20 कट्ठा झाले 10 कट्ठा जमिन डोनेसन गरेको थियो। त्यो हामीले एक्सेप्ट गऱ्यौँ। एक्सेप्ट गरेर एग्रिमेन्ट बनाउने कुनै दिन त्यो तोकिएको थियो। त्यो अहिलेसम्म हालसम्म चाहिँ भएको छैन र हामीले उहाँलाई चाहिँ भर्बली चाहिँ उहाँले हामीलाई जमिन चाहिँ दिइसक्यो। कार्यक्रमलाई अगाडि बढाउँदै अब मुख्य सचिव लगायत एक्जिक्युटिभ बडीलाई सबैलाई तल आफ्नो स्थानमा गएर बसिदिने निवेदन गर्न चाहन्छु। नयाँ मेम्बरहरू आउनुभएको छ जसमा एकजना हुनुहुन्छ कुञ्जो लामाज्यू उहाँ आउनु भएन र दोस्रो भर्खरै मात्रै किदोको मेम्बर हुनुभएको थियो उहाँ हुनुहुन्छ श्रीमती लापरमा भुटिया उहाँलाई मञ्चमा आइदिने निवेदन गर्न चाहन्छु। साथै सभापतिज्यूले पनि माथि आएर उहाँलाई वेलकम भन्ने साथै खदा लगाइदिने निवेदन गर्न चाहन्छु।
परिवारहरू जति छ यो यल्मु जाति नेपालको जति यल्मुको यल्मु विशेष गरेर भनौँ है र उहाँसँग चाहिँ उहाँको फ्यामिली उहाँको परिवारको लगाउ यति बिग्र छ है तर इतिहासै बोकेर बसेको उहाँको घर हो उहाँको घरले एउटा इतिहास बोकेका छ जब उहाँ पाहाडमा भनौँ है यल्मुबाट हाम्रो यो बाजेहरू नेमीहरू बाबाहरू उहाँहरू हुनुहुन्थ्यो है उहाँहरू आएर बास बस्ने त्यस काखमा हामीले सुनेको थियौँ उहाँकै मुखबाट है कि नेपालमा चाहिँ पहाडमा पकाएर खान्छ भन्ने मैले सुनेको थिएँ है त्यसरी उहाँहरूले हाम्रो बाबा बाजे बोजूहरू भेटिन्थ्योहरू उहाँको घरमै यहाँ अहिले जो हाम्रो प्रमुख अतिथि हुनुहुन्छ है उहाँको घरमै बसेर चाहिँ बास बस्ने एउटा चलन थिएछ है त्यति बेला अनि यसरी उहाँको परिवारले चाहिँ यल्मुप्रतिको एकदमै उहाँको लगाउ एकदमै एट्याचमेन्ट एकदमै गहिरो छ है अनि त्यसले गर्दा चाहिँ अहिलेसम्म पनि उहाँहरूले त्यो रिलेसन त्यो नाता चाहिँ उहाँको घरको परिवारहरूले नातिसम्म भएर अहिले है उहाँको परिवारले हामीसँग जुन चाहिँ नाता राख्नुभएको छ गहिरो नाता त्यो हामी त भित्रको मेम्बरहरूले कहिले पनि बोल्नु भएन र यसरी नै अब उहाँको परिषदतिर जाँदाखेरि उहाँ तो उसके बाद हमें ये कॉन्स्टिट्यूशन ऑफ यल्मो कितुक भी दिया था, तो इधर कुछ लॉ से जो आप लोग पढ़ सकते हैं पॉज करके। एसेम्ब्ली भन्छौँ है यहाँ उहाँ चाहिँ प्रोभिन्स एसेम्ब्ली मेम्बर भनिँदो रहेछ उहाँ चाहिँ है तर यहाँ चाहिँ अब एमएलए भनिन्छ। और कुछ समय के बाद हमें चाय भी दिया गया था, तो हमने चाय भी इधर पी लिया। सभापति श्री रिन्जनी यसको साथसाथै सदस्यवर्गहरू तर्फबाट पनि अर्पण गरिदिन भनी निवेदन गर्न चाहन्छु। हाम्रो भएन कन्टिन्यू थपडीको कुच बसिरहनु पर्यो। शब्दहरू वर्डहरू फेरि नबुझ्न पनि सक्ला। त्यसको लागि पहिला मैले सबैलाई माफी मागेँ। आजको यो लोकगीतको महत्त्व हामीले चाहिँ यहाँ आम सभा भनेर नेपालीमा हाम्रो चाहिँ जेनरल एसेम्ब्लीलाई चाहिँ साधारण सभा भन्छौँ नेपालीमा। आज यो महत्त्वपूर्ण साधारण सभा को चाहिँ सभापतित्व ग्रहण गर्न भएका आदरणीय यसै यल्मो समाजका यो मुक्तिका सभापति आदरणीय यसै गरी उपसभापतिज्यू यो कितुकका सदस्यज्यूहरू सल्लाहकारज्यूहरू र यो कितुकमा चाहिँ आबद्ध भएका चाहिँ साधारण सदस्यज्यूहरू उपस्थित सम्पूर्णलाई टाँसिदिले म धेरै लामो मैले पनि बुझाउन गाह्रो हुन्छ। हामीलाई चाहिँ अलिकति पोलिटिकल भाषण पनि यस्तो चाहिँ केही कुरा चाहिँ म राख्न चाहन्छु।
अब अघि मलाई यहाँ चाहिँ सम्मान पनि गर्नुभयो हाम्रो चाहिँ नेपालीमा चाहिँ जसले सहयोग गर्छ सहयोग गर्नेलाई चाहिँ सम्मान गर्ने गरिरहेको छु सम्मान गर्नुभयो त्यो त मेरो मलाई सम्मान गरिराख्नुपर्छ भन्ने पनि थिएन तर त्यो चाहिँ अब तपाईँहरूको जुन एट्याचमेन्ट हामी र तपाईँहरूको बिचमा छ अघि यहाँ चाहिँ सल्लाहकारजीले सभापतिले भनिसक्नु भयो हाम्रो बारेमा त्यो अनुरूप तपाईँले गर्नुभयो त्यसको लागि पनि म एकदम मुरी फ्यामिलीलाई धन्यवाद दिन चाहन्छु अब हेर्नु समाजसँग हेर्नु सोसाइटीसँग चाहिँ अलिकति एट्याचमेन्ट हुनुको कारण पनि अघि यहाँ बताइसक्यो अब हाम्रो बौद्धमा भएको घर त्यतिखेर पुरानो माटोको घर त्यहाँ चाहिँ अब हाम्रो मोमोजाले बजेको चाहिँ छौँ गर्नुहुन्थ्यो त्यो छौँ गर्ने क्रममा चाहिँ अब माथि लम्बुबाट जति पनि चाहिँ आउनुहुन्थ्यो उहाँहरूलाई त्यहाँ बास पनि दिने अनि दुईवटा चुलो म सानो हुँदाखेरिसम्म पनि दुईवटा चुलो थिएँ त्यहाँ एउटा चुलोमा चाहिँ हेर्नुले लगाएर आफै पकाउँथ्यो खान्थ्यो अनि त्यही बस्थ्यो अनि खालि छौँ मात्रै के भन्दाखेरि त्यहाँ आएर चाहिँ हेर्नुलेहरूले चाहिँ छ्याङ खाने किनेर छ्याङ खाने रक्सी खाने त्यति चाहिँ हुँदै बोझेरै गर्नुहुन्थ्यो त्यो चाहिँ अब सुनको कामले गर्दा चाहिँ त्यो एट्याचमेन्ट जस्तो मलाई लाग्छ त्यतिखेर अब बिजनेस गर्ने तरिकाहरू त्यही त हो अब अहिले पनि नेपालको कति ठाउँमा पाहाड एरियामा चाहिँ खाएको मात्रै पैसा दिन्छ सुतेको त्यहाँ चाहिँ पैसा दिँदैन अहिले पनि कति ठाउँमा त्यस्तै चलन लुम्बिनीमा एउटा प्रोग्राम थियो लुम्बिनीमा प्रोग्राम जानु पऱ्यो ट्राभल धेरै भइरहेको थियो तैपनि अब चाहिँ बाबालाई चाहिँ अब त्यहाँ जिस्काएर जस्तो गर्दा म त जान्न भनेर भनेको थिएँ त्यो बाबाले गाडी गर्नुभयो मलाई त्यस्तो छ एट्याचमेन्ट भनेको गएर जानैपर्छ भन्ने त्यो एउटा उहाँको पनि फोर्स अफकोर्स अब त्यसले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ हाम्रो फ्यामिलीबाट हुनु सक्ने जति पनि सहयोग हुन्छ हामी निरन्तर सहयोग गर्ने नै छौँ र थप ती बाहेक पनि केही कुराहरू छन् अब यो सोसाइटीको लागि यो किसिमको लागि हाम्रो तर्फबाट जस्तो चाहिँ उता नेपालबाट त्यस्तो किसिमको केही अरू पनि सहयोगहरू हुन सक्ने सम्भावना तपाईँले देख्नु भएको छ भने त्यो पनि निर्धक्क रूपले तपाईँले चाहिँ हाम्रो माझमा राख्दा हुन्छ र अन्तिममा फेरि पनि आज यो हेर्नु तिरुको 72औं साधारण सभा र यसमा अब सबै पदाधिकारी अध्यक्षहरू सायद सफल हुन्छ होला जस्तो लाग्छ अघि यहाँ कुरो गर्दै जाँदाखेरि सफल हुन्छ कि भन्ने कुरो गर्दै तर अहिले बल्ल भर्खर चाहिँ तपाईँको चाहिँ यो किदुप चाहिँ एउटा चाहिँ भनौँ न किदुपले चाहिँ बल्ल चाहिँ एउटा बाटो समातेको छ चाहिँ अलिकति अगाडि वे आउट चाहिँ पाइराखेको अवस्थामा अहिले नै नेतृत्व चाहिँ हुन्छ नि लिडरसिप परिवर्तन गरेर जाँदा चाहिँ राम्रो हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन पुरानै लिडरसिपलाई राखेर अगाडि बढेको खण्डमा धेरै उहाँले पूजा हुन्छ जब हुँदैन पनि पूजा हुन्छ त्यो पुगेको कुरालाई चाहिँ अलिक सहज रूपले उहाँले अलिकति समय दिएर एक कार्यकाल फेरि पनि उहाँले गर्न सक्नुभयो गरिदिनु भयो हामी सबैको अनुरोधमा उहाँले गरिदिनु भयो भने राम्रो हुन्थ्यो भन्ने कुरा मैले पनि यहाँ सबैको भावना बुझेर कुरा राखेको त्यो फेरि तपाईँलाई हुन्छ नि अब प्रेसराइज गर्नु खोज्या होइन अन्त त्यसले गर्दाखेरि यो 72औं साधारण सभामा जे जस्तो भए पनि जुन नयाँ कार्य समिति आउँदैछ त्यो कार्य समितिलाई अबको दिनहरूमा चाहिँ तपाईँले पक्कै पनि अझै यो चाहिँ राम्रो काम गर्दै जानु हुनेछ र किदुप मेम्बरहरूलाई पनि तपाईँले सर्वसुन्दर ढङ्गले सेवा प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र मलाई पनि आज यो कार्यक्रममा यसरी मुख्य अतिथिको रूपमा तपाईँले चाहिँ बोलाइदिनु भयो त्यो भूमिका मलाई निर्वाह गर्नको लागि नियुक्त गर्नुभयो त्यसको लागि म सम्पूर्ण यो किदुपका अध्यक्षज्यू पदाधिकारीज्यूहरू सदस्यहरू सम्पूर्णलाई म धन्यवाद दिँदै सबैलाई काशी दिने भन्दै बिदा हुन चाहन्छु धन्यवाद र
हामीले समर्थन गर्नु पाउँछ हामी एकदमै गर्वित छौँ र विशेष उहाँको छोटो परिचय जाँदाखेरि किन उहाँलाई समर्थन गरेको त्यही कारणले तपाईँहरूलाई प्रश्न अत्यन्त आवश्यक। उहाँले जबदेखि उहाँको रूपमा बस्नुभयो कमसेकम पनि उहाँले 12 वर्षदेखि ज्यादै भयो उहाँ किताबमा बस्नुको लागि। तर उहाँले यति किताबलाई सहयोग गर्नुभएको छ है किताबलाई आज किताबमा पैसा लगाउन हामीलाई 200-100 पनि एकदमै जरुरत हुन्थ्यो त्यति बेला जब किताबलाई स्ट्रगल सुरु गर्नु पऱ्यो। त्यति बेला हामी पलमा हामी स्ट्रगल गरिरहेको सङ्घर्ष गरिरहेको त्यति बेला उहाँले निःशुल्क आफूले एकदम भित्र हृदयबाट किताबको उहाँलाई माया गरेर उहाँले जति पनि तल चोकचेल बनाइदिनु भयो हरेक कुराहरू उहाँले बनाइदिनु भयो है। र त्यति बेला उहाँले एक पैसा पनि उहाँको श्रम नलिकन उहाँले किताबको निम्ति एकदिनमा फर्निचर बनाइदिनु भएछ है। त्यसको निम्ति हामी समस्त किताबका अहिले पनि उहाँले हरेक कुरा कार्पेन्टर काममा बसेर कुनै पनि कुरामा जाउँ भाइ भन्दाखेरि म सजिलै घरको काममा काम छोडेर पनि नो एक्सक्युज उहाँले एक्सक्युजै दिँदैन एकदमै फट्टै उहाँ क्यारी गरेर हामीसँग जाइदिन चाहनुहुन्छ। कहीँ उहाँ यति बिना जग्गामा उहाँले पार्टिसिपेट गर्नुपर्छ सायद यहाँ 50 वर्षसम्म बस्ने मेम्बरले पनि त्यति एक्सपिरियन्स भएको छैन होला जस्तो लाग्छ मलाई। कतिजना मेम्बर हामीलाई हामीले पाउँछौँ है तर एकदम सानो काम छ त्यसले एक्सपिरियन्स दिइबस्नुहुन्छ है। तर उहाँले कहिले दिनु भएन बिमार छोरी भन्नु भएन है। तर उहाँले यस्तो किसिमले किताबलाई सहयोग गर्नु भएकोमा म उहाँप्रति किताबको सदस्यहरूबाट हामी पुरै मन धन्यवाद गर्नु उहाँलाई समर्थन गर्नु कार्यमा हामी एकदम गर्व महसुस गर्दछौँ। धन्यवाद। नृत्यको निम्ति म पेमा इन्डियन भुटिया अनि मिजो इडेन योनलाई और इस डांस का वीडियो मैंने ऑलरेडी डाल दिया है तो आप लोग उसे चेक कर सकते हैं। और ब्रेक होने के बाद हम लोग नीचे आ गए थे लंच करने के लिए और लंच में बहुत मस्त डिशेस बनाए गए थे और खाना भी बहुत टेस्टी था और आप लोग इधर देख सकते हैं। क्या सीन है? यसमा एक्सपेन्स भयो हाम्रो 11,76,426 रुपियाँ। त्यसमा चाहिँ अब नेटमा ब्यालेन्स छ खेतनको 5,640 रुपियाँ। आज यो खर्च कसरी भयो, कहाँ भयो, के कारण भयो त्यसको पूरा डिटेल छ। उसके बाद तो हम लोग चले गए थे। तो इसके ब्लॉग के लिए बस इतना ही। सो मेक श्योर टू लाइक शेयर एंड सब्सक्राइब। गुड बाय।